यो आमा मरेदेखि म तपस्या गर्न जान्थेँ भन्ने विचार आयो। आमा मर्दिनन्, फेरि आज नि होइन, भोलि नि मर्दिनन्, पर्सि नि मर्दिनन्, दिगदारै पारिने। फेरि त्यो अब त्यो जाओस् भने त कहाँ जान्छन् र, नजाओस् भनेर प्रार्थना गरे पो जान्छ फेरि। यसै कारणबाट बडा दिगदार भयो। आमा मर्दिनन्, आज नि छैनन्, भोलि नि छैन, खैको अस्ति छैन, झन् चिल्ली पो हुँदै आइछन्। ल यो त बर्बादै भयो। फेरि आमा नमरेसम्मका लागि तपस्या गर्न जान नपाउने भए। के उपाय गर्ने भन्दा एक दिन साँझको प्रहरमा गाईको दुध दुहेर आमा पाल्नु भएको थियो। त्यही बेलामा आमा सवारी भइरहेको बेलामा बीच बाटोमा सर्पले टोकेर आमालाई मार्यो। अनि म बहुत खुसी भएँ। अच्छा, बल्ल रमाइलो भयो। अनि मैले गएर भगवानको भक्तिमा मैले चित्त लगाएँ अनि तपस्या गरेँ। प्रभुले मलाई उपदेश गरिबक्स्यो, कपुरको बट्टामा कपुर सकिन्छ, गन्ध रहन्छ। तिम्रो पनि दासीय तत्त्व रहिरहने हुनाको कारणले त्यो दास तत्त्व निवारण गर्नका लागि यो शरीर मर भन्ने आवाज। अहिले मैले सुकेको पत्ता खाएर शरीर त्यागे। अहिले कर्मेष्ठी ब्राह्मणका छोरा भएर जन्मे। पछि मलाई उपदेश गरिबक्स्यो भगवानले र अहिले ब्रह्माजीका 10 भाइ छोरा मध्येमा कान्छो छोरो भएर जन्मे। संसारमा रोकटोक कतै केही छैन। विश्व ब्रह्माण्ड हिँडेको छु, डुलेको छु, खाएको छु, प्रभुको गाथा गाएको छु। यसैले मलाई बडो आनन्द छ। भनेपछि धन्य बाबु नारद, तिमीले पनि सारा तयारी गर, तर भागवतको रचना गर। भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति स्वरूप वर्णन विस्तार गरेर तारिदिन्छ जो, त्यही शास्त्रको नाम हो भागवत। जे मनले भावना गर्यो त्यही हो, सिद्ध हुन्छ, फरकै छैन। भावना भएपछि भागवतमा सिद्ध हुन्छ, फरक छैन। भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति स्वरूप वर्णन विस्तार गरेर तारिदिन्छ जो त्यही शास्त्रको नाम हो भागवत। यो भागवत शास्त्रको रचना गर भनिदिनु भयो। हस् भनेर 4 श्लोकलाई, 4 अक्षरलाई, भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण, भाग ब त, यो 4 अक्षरलाई 4 श्लोकमा परिणत गराउनु भयो। 4 श्लोकलाई 18,000 को श्लोकमा परिणत गराएर अनि भागवतको गाथा रूपी अमृतको व्याख्या चल्यो। यो मैले यहाँहरूलाई समक्ष प्रस्तुत गरेँ। अब यही भागवतको तयारी सारा सम्पूर्ण बडो आनन्दसँग भएको छ सौनकादि ऋषि प्रणाली। अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर सौनकादिका उपरमा पौराणिक सुतनैमी सारण्य क्षेत्रमा श्रीमद् भागवतको महत्त्वपूर्ण कथा नारदका उपदेशले व्यासले ग्रन्थको रचना गर्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। अब सौनकादिलाई पौराणिक सुतले नैमी सारण्य क्षेत्रमा बताउनु भयो।